Good morning, namaste. This is Mr. Luka, small business owner. आज जुन 5 विश्व वातावरण दिवसको दिन हाम्रो दमुखा पर्यटन विकास समितिले चाहिँ दमुखा क्षेत्रमा वृक्षारोपणको कार्यक्रम गरेको हुनाले मैले चाहिँ केही सिरिजको प्रजातिहरू लिएर वृक्षारोपणतिर लागे। हजुरहरूको के छ प्रोग्राम आजको? आउनुस् दमुखा क्षेत्रमा आएर वृक्षारोपणमा जोडिनुहोस् हजुरहरू पनि है। See you there. यो लेट्स गो। अब हामी एसियन हाइवेबाट उत्तरी भेग दमुखा पर्यटन क्षेत्रतिर जाँदैछौँ। वेदर चाहिँ आज अलिक सन्नी मर्निङ नै छ, गर्मी छ गर्मी। यहाँबाट चाहिँ हामी दमुखा जाने हो। माथि गेट चाहिँ यो भर्खरै नयाँ बनेको। रोड इज भेरी ब्युटिफुल। फाइनली दमुखा आइपुग्यो है। कार्यक्रम चाहिँ भइरहेको रहेछ। थोरै 30 मिनटसम्म लेट भयो। मेरो स्वरको दायरामा बस्नुहुने सम्पूर्ण श्रोतागणहरूमा म यसै शिवशताब्दी नगरपालिका वडा नम्बर 10 स्थित दमुखा निवासी अभिनव सिन्हा र यसै शिवशताब्दी नगरपालिका वडा नम्बर 10 स्थित मैदान दमुखा यसै शिवशताब्दी नगरपालिका 10 स्थित मैदान रेड रोज एकाडेमीमा अन्त्यरत ढाकिएको भनेर जुन एउटा कथाङ्क आएको छ त्यसलाई आगामी वर्षहरूमा हामी अझै यो प्रतिशतलाई 50%सम्म पुर्याउने गरी विभिन्न स्थानीय पालिकाहरू विभिन्न स्थानीय सङ्घ संस्थाहरूले यो वातावरण र पर्यावरणलाई जोगाउनको लागि हामीले वृक्षारोपण आयोजना गरिरहेका छौँ। यसमा सबै पनि माई डियर दाइ र हाम्रो मेरो साहब हुनुहुन्छ शिवशताब्दी नगरपालिकाको। यो चाहिँ हामीले लिएको प्रोग्राम चाहिँ वातावरण दिवसमा ग्राज क्याफे र मिस्टर लुकाले लिएको यो जाखरान्डाको केही बिरुवाहरू चाहिँ मेरो साहबलाई हस्तान्तरण गर्दैछु। धन्यवाद। मेबी 30-40 अध्यक्षज्यू तपाईँ पनि आउनुहोस् यहाँनिर। उहाँ हुनुहुन्छ हाम्रो दमुखा पर्यटन बोर्डको अध्यक्ष साहब। यहाँ आउनुहोस्, यता आउनुहोस् तपाईँ यता। अलमोस्ट 40 pieces है। मेरो सेल्फ र स्किन प्रोटेक्टको लागि, किनभने मेरो स्किन चाहिँ अलिकति सेन्सिटिभ भएको हुनाले so I want to protect myself. Check my tools. Come on, let's go. Yeah, boy. Come on, man. Okay. कान्छ गाडीमा बस्छ, हामी गाडीमा जाँदैछ त्यसो भए। ओके, यहीँबाट स्टार्ट हो। म मिलाइदिन्छु भाइ। गएको साल पनि दाजुभाइले सँगै रोपे हो नि त है। आज पनि हामीले प्रोग्रामको फर्स्ट बिरुवा चाहिँ साझेदारीमा फेरि हामीले यहाँ। ओके नाइस। ठिक हल्का खुट्टाले गरिदिनु वरिपरि सिधा बनाएर। नाइस अध्यक्षज्यू, यो अर्को ठाउँमा है डबल बिरुवालाई सिङ्गल बनाऊ है सबै। यो पनि लिनु। डबल हो यो? डबल छ, सिङ्गल बनाउनु पर्छ यसलाई यो गराएर। नाइस।
Big boy, how are you? नाम के हो? Yes, मनोज मनोज के हो? बाह्रकोटी ओ ठिक छ दामी तपाईँ ठिकै छ सन्चै हो? त्यही भएर हाम्रो साथीहरूले इन्स्ट्रक्सन दिएर गराउँदा हुन्छ यो हुलमुलमा त के हुन्छ हुन्छ यहाँ फेरि सिङ्गल सिङ्गल गराएर रोपाउनु सबै यो है यहाँनिर एउटा रोपौँ खाली रहेछ नि त आउनुहोस् त म बनाइदिन्छु हजुरले रोप्नु यहाँ ओके यसलाई सिङ्गल बनाऊ जरा उक्दा पर्दैन माटो बिना त्यही त म यो गरिदिन्छु ओके लिन्छ यो कुन स्कुलबाट आउनुभएको मेची के हो फुल नेम कहाँ छ यो नाइस आज के हो र आउनुभएको वाउ नाइस खनेको छैन यो कुन स्कुलबाट हो रेड रोज कहाँनिर छ यो वेयर इज लोकेटेड माइदर कति नम्बर हो यो माइदर 10 होइन शिव शताक्षी 10 आज खास के को लागि आउनुभयो कि यहाँनिर स्पेसल आज के हो विश्व वातावरण दिवस ओके के गर्नु पर्यो त हामीले आज है नाइस कति क्लासमा बाबुहरू सबैजना 8 9 मा 8 र 9 ओके नाइस हुन्छ हाल्दै यो पिङ सार हो है मैले लिएको यो ल म्याडमको यहाँनिर फोटो हानिदिनुहोस् है यी बिरुवाले पछि म्याडम र मलाई सम्झिने छ है ठुलो भएर हुन्छ कहाँ भए पनि पछि यो बिरुवाले सम्झिने छ ठिक छ आज जुन 5 विश्व वातावरण दिवस 2025 को हाम्रो वृक्षारोपण कार्यक्रम चाहिँ यतिमै सीमित राख्दै बाँकी रहेको चाहिँ हाम्रो यहाँ पर्यटन विकास समितिका अध्यक्षज्यूहरूले म्यानेज गर्नुहुन्छ भन्ने कुरा छ र हामीले केही धेरै थोरै बिरुवाहरू रोपिसकेको छौँ र आज हाम्रो यहाँ मेरो मान्य दाइ रेस्पेक्टफुल एकदम नजिकको साथै हाम्रो शिव शताक्षी नगरपालिकाको पिता रोशन छोप्रा मेयर साहबसँग चाहिँ गर्दै छोड्दैछु भने चाहिँ हामी अब यसो गरेर नेक्स्ट इयर अर्को साल फेरि ग्यारेज क्याफे दमकलाई धेरै धेरै धन्यवाद उहाँले साल हामीलाई यो नगरमा उहाँ नगरवासी पनि हुनुहुन्छ उहाँले धेरै सहयोग गर्नुभएको छ बिरुवाहरू धेरै प्रदान गर्नुभएको छ ग्यारेज क्याफेको हाम्रो लुका राई भाइको सबै व्यापारहरू पनि सधैँ फलोस फुलोस् र हामीलाई यसरी नै नगरपालिकालाई साथ सहयोग गर्दै रहोस् भन्ने म शुभकामना दिन चाहन्छु थ्याङ्क यू मेरो दाइ हुन्छ मैले यहाँ रेकर्ड गरिरहेको छु ओके बुबु हुन्छ उहाँ चाहिँ मेरो मान्ने दाइ हुनुहुन्छ मेरो रिलेटिभ्स पनि हुन्छ महेश्वरज्यू ल फेरि हामी बिचमा भेट्दै गर्छौँ नि त कार्यक्रम चाहिँ यसै गरेर एभ्री इयर मनाउने छौँ चाँडै लगनगाटो काटियोस् हुन्छ हस् हुन्छ हजुरलाई पनि ल म गाडी लिएर आउँछु